होटलमा चिउरा बोकेर मोहन शमशेरको पालामा काठमाडौँमा एक गिलास चियाको 1 पैसा पर्थ्यो भन्छन्। हाम्रो पालामा त 10 पैसामा चिया खाएको छु मैले। पैसा थोरै हुनेलाई आधा गिलास मात्रै पनि किनेर खान पाउँथे। तर सबैभन्दा रमाइलो कुरा के थियो भने त्यसबेला घरमा चिया खाने चलन नै थिएन। मेरो आफ्नै घरमा पनि 2046 साल अघिसम्म चिया पाक्दैन थियो। चिया खानु परे होटेलमै जानु पर्थ्यो। अनि हामी के गर्थ्यौँ भने केटाकेटीमा घरबाट चिउरा पोको पारेर होटेलमा बोकेर लान्थ्यौँ। होटेलमा गएर आधा गिलास चिया मगाउँथ्यौँ अनि त्यही चियामा चिउरा खसालेर भिजाएर खान्थ्यौँ। त्यही नै हाम्रो खाजा थियो, त्यही नै हाम्रो रमाइलो थियो। आज त होटेलमा के छैन, बिस्कुट छ, केक छ, समोसा छ, तर त्यो होटेलमा बोकेर लगेको चिउरा र आधा गिलास चियाको स्वाद अहिलेको 1000 रुपियाँको खाजामा पनि पाइँदैन।